हेलो गाइज, आज चाहिँ म शनिबार भएर म गुल्सरी आएको छु। मेरो मामुले भ्लग बनाइदिनु भएछ। अब म यता खोला पनि छ। त्यो बाढी आएको जस्तै रह भने खोला त यत्रो ठुलो। अनि हामी चाहिँ यता खेल्ने ठाउँमा जान्छौँ है। अब खेल्ने ठाउँ पनि छ नि त्यहाँ। यो चाहिँ मेरो मामुले फोटो खिच्नु भएछ है। म चाहिँ यता कुद्दै कुद्दै खेल्ने ठाउँमा आइपुगेँ। अब चाहिँ म यता ढिकी च्याउ खेल्छु है। हेर्नुहोस् होला। अब चाहिँ म यता त्यो घुमाउनेवाला त्यो खेल्छु। यो घुमाउन नि मिल्छ नि। अस्ति चाहिँ पानी परेर थोरै मात्र मान्छे हुनुहुन्थ्यो, अरू कोही पनि हुनुहुन्थेन। अब चाहिँ म के छ त्यो त्यसको नाम के हो मैले बिर्सेँ। हामी स्कुलमा खेल्दैनौँ थियौँ नि त, त्यही भएर यस्तो आउँछ कि। कस्तो मजा आइरहेको हो। अब चाहिँ म यता पिङ खेल्छु। मेरो मामुले हल्लाइदिनुहुन्छ। कस्तो मजा आउँछ नि पिङ खेल्न त। अरू पनि पिङ छ नि, उता पनि छ, अर्को ठाउँमा पनि छ तिनवटा। अब चाहिँ म यता अर्को पिङ खेल्छु है। अब चाहिँ म यता अर्को पिङ खेल्छु। अब चाहिँ म चिप्लेटी खेल्छु। गुल्सरीमा खेल्ने ठाउँ राखेर मैले कस्तो रमाइलो भइरह। मलाई कस्तो मजा आइरह। साथीहरू हजुरहरू पनि आउनुहोस्। हामी सँगै मिलेर खेल्नुपर्छ। हस् उता मोटु होइन पत्लु। कस्तो मजा आउँछ। आज चाहिँ म मोटुलाई हग गर्छु। What? नङ पालिस पनि लाखा नि। Bro, what are you talking about, man? अब फेरि पत्लुलाई हग गरी अब चाहिँ म अर्को खेल्न थाल्छु है। त्यो त अघि नै खेलेँ हो। अब गुल्सरीमा यत्रो ठुलो पानी छ। पानी परेर नि यत्रो उता हेर्नुहोस् त कत्रो बाढी देख्नुभयो। पशुपतिमा पनि त्यस्तै भएको थियो नि है। मेरो भ्लग हेरेर हजुरहरूलाई कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला। अनि मेरो च्यानल जति सब साथीहरू हजुरहरूलाई कृपया आफ्नो घरको ढल खोलामा नमिसाइदिनु होला। अब चाहिँ मैले कुनै पनि खेल्ने साथी भइदिएन। अब चाहिँ हामी गुल्सरीको भाइरल पसलमा गयौँ। कस्तो मिठो हुन्छ नि त्यहाँ भाइरल पसलको दुध कत्रो मिठो हुन्छ नि। अब चाहिँ हाम्रो दहीहरू के अरू अनि दुध किन्नु थियो। अब चाहिँ हामी घर फर्क्यौँ। अब म दुध खान स्टार्ट गरेँ। देख्नुभयो कस्तो मिठो अनि क्रिमी रह। कति धेरै त्यो माथिको त्यो पसल छ भन्दा पनि धेरै क्रिम हालेर अनि कति मिठो। मेरो भिडियो हेर्नुहोस्, लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला। बाई बाई। अर्को च्यानलमा भेटौँला।